मैले अनुरोध गरेँ, यहाँलाई सादर अनुरोध गरेँ। अगाडिको गाडी पछाडिको दुईटै गाडी बाहिर राखिदिनमा मैले सादर अनुरोध गरेँ। भएन भने हामीलाई कार्यक्रम सञ्चालन गर्न निकै गाह्रो हुन्छ। त्यसरी भराइँदै त्यसरी गाह्रो भइ नै गयो। सँगसँगै मैले त्यहाँ रहेको सबै साधनलाई बाहिर राखिदिन पनि अनुरोध गरेँ। हामीले तयार गरेको ब्याच बाहिर ल्याइदिन पनि अनुरोध गरेँ साथीहरूलाई। क्यामेरा मिलाउने रे घण्टीघरमा सम्पूर्ण घण्टी प्रेमी साथीहरूलाई पुनः एकचोटि स्वागत। सञ्चारकर्मी साथीहरूलाई विशेष स्वागत छ। आज राष्ट्रिय स्वतन्त्र पार्टीको प्राङ्गणमा सदाझै महिनादेखि सदाझै पार्टी सदस्यता ग्रहण गर्ने र ख्यातिप्राप्त व्यक्तित्वहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध गराउने कार्यक्रम निरन्तर चलिरहेको छ। सोही प्रक्रिया अन्तर्गत आज राष्ट्रिय स्वतन्त्र पार्टीको प्राङ्गणमा थुप्रै त्यस्तो व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गरेर यो जिम्मेवारीमा अगाडि बढ्दै हुनुहुन्छ। धेरै साथीहरूले 25 व्यक्तित्वहरू त्यो पर्सनालिटी देखिसक्नु भएको छ। आज ओखलढुङ्गाबाट विशेष व्यक्तित्वहरू र सुदूरपश्चिमबाट आज विशेष व्यक्तित्वहरू हाम्रो घण्टीघरको प्राङ्गणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गर्दै हुनुहुन्छ। र पहिलो चरणमा हामी ओखलढुङ्गाबाट यो राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण कार्यक्रममा अगाडि बढाउँदैछौँ। र सोही प्रक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापतिज्यू, उपसभापतिज्यू, महामन्त्रीज्यू सहित पदाधिकारी साथीहरू थुप्रै साथीहरू प्राङ्गणमा हुनुहुन्छ। अब हामी औपचारिक रूपमै यो सदस्यता ग्रहण कार्यक्रमलाई अगाडि बढाउन गइरहेका छौँ। मैले थोरै अनुरोध गरेँ साथीहरूलाई थोरै धैर्य गरिदिएर यहाँलाई सहजता हुन्छ। र यहाँलाई अवगत गराएअनुसार मैले कार्यक्रमलाई औपचारिकमा अगाडि बढाउँदै ओखलढुङ्गाबाट त्यस्तो ख्यातिप्राप्त व्यक्तित्व जसले प्रहरी सेवामा निकै लामो समय सेवा दिएर निवृत्त भई पूर्व एआइजी विश्वराज पोखरेलज्यू राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता ग्रहण गर्दै हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टीको प्राङ्गणमा। एकचोटि जोरदार तालीले उहाँलाई साथीहरू हुनुहुन्छ। म नाम लिँदै जान्छु। यहाँले लगाउनको लागि छोड सक्नुहुन्छ कि सक्नुहुन्न? साथीहरूको नाम लिनुभन्दा अगाडि पूर्व एआइजी साहब विश्वराज पोखरेलज्यूले सदस्यता ग्रहण गरिसकेपछि केही आफ्ना कुराहरू राखेर यहाँहरूलाई मन्तव्य दिनुहुन्छ। त्यसपछि अरू साथीहरूलाई पार्टी प्रदेशमा सदस्यता ग्रहणमा कार्यक्रम अगाडि बढाउनेछौँ। म विश्वराज पोखरेल सरलाई यो माइक हस्तान्तरण गर्नेछु। सभापतिज्यू, महामन्त्रीज्यू, पदाधिकारीज्यूहरू, राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यन्त माया गर्नुहुने सम्पूर्ण राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध दाजुभाइ दिदीबहिनीहरू, सर्वप्रथम म यो राष्ट्रिय स्वतन्त्र पार्टीमा
प्रवेश गर्नको लागि जुन ढङ्गले राष्ट्रिय जनता पार्टीले कार्यक्रम आयोजना गर्यो त्यसको लागि म आयोजकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। त्यसको साथै नेपालको प्रधानमन्त्री र यही 2082 साल भाद्र 23 र 24 गते भएको जेएनजी आन्दोलनमा साधन प्राप्त गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण पनि गर्दछु। र मलाई आज अत्यन्त खुसी लागेको छ कि मैले नेपाल प्रहरीमा 20 वर्ष सेवा गरिसकेपछि जनताको विश्वास बोकेको, जनताको आस्था बोकेको, जनताको भरोसा बोकेको र जनताले यो पार्टीबाट मात्रै मुलुकको विकास र समृद्धिको यात्रा अगाडि बढ्न सक्छ भनेर भरोसा गरेको पार्टीको सदस्यता ग्रहण गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ। र मैले यो पार्टी किन जोइन गरेँ यहाँहरूलाई धेरै जिज्ञासा पनि पुस्तक पत्रकार साथीले अघि सोचिरहनु भएको थियो। मलाई एउटा कुरा हो के विश्वास छ भने परिवर्तनको लागि एकदमै इमान्दार व्यक्तिहरूको शक्ति जोडिनु जरुरी छ। राष्ट्रिय स्वतन्त्र पार्टी परिवर्तनको लागि इमान्दार व्यक्तिहरू जोडिएको एउटा स्वतन्त्र रूपमा एकदमै स्वैच्छिक रूपमा राम्रा व्यक्तिहरू जोडिएको पार्टी हो। यो पार्टीबाट मात्रै नेपालको विकास समृद्धिको यात्रा अगाडि जान सक्छ। यो पार्टीबाट मात्रै मुलुकमा व्याप्त भ्रष्टाचार शासनको अन्त्य हुन सक्छ। यो ठम्ब्याएको कारण म यो पार्टीमा जोइन गरेको छु। त्यसको साथै यो पार्टीको अध्यक्षज्यू भैबी लामिछाने उहाँको अतब्य साहस, उहाँको क्षमता, उहाँप्रति जनताको विश्वास, यो चिजलाई हेर्दाखेरि साँच्चै नै नेपालको इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै, राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वबाट मात्रै यो मुलुकको सम्पूर्ण परिस्थितिको परिवर्तन हुन सक्छ। जुन परिस्थितिमा अहिले हामी छौँ, जुन अप्ठ्यारो परिस्थिति हामी छौँ, जुन जनताले सम्पूर्ण पार्टीहरूबाट अविश्वास भइरहेको अवस्था छ, पुराना पार्टीहरू अविश्वास भइरहेको अवस्था छ, यो अवस्थालाई हामीले विश्वासमा ल्याउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै सम्भव छ भन्ने हिसाबले म यो पार्टीमा प्रवेश गरेको छु। यो पार्टीमा प्रवेश गरिरहँदाखेरि मैले धेरै कुराहरूको जानकारी लिएर, धेरै कुराहरू बुझेर यो पार्टीमा प्रवेश गर्दा के कन्ट्रिब्युसन गर्न सकिन्छ मुलुकको लागि, यो पार्टीमा के राम्रा कुराहरू छन्, यी सबै चिजहरूलाई हेरेर मात्रै प्रवेश गरेको छु। किनभने गर्नुको लागि पार्टीमा आएर काम गर्नुको लागि धेरै पार्टीहरूबाट मलाई अनुरोध भएको थियो। तर मैले किन यो चोइस गरेँ भन्दाखेरि धेरै कुराहरू बुझ्दाखेरि जनताको भरोसा र विश्वास कहाँ छ भनेर सम्झाउँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै यस्तो पार्टी हो जसले जनताको विश्वास र भरोसालाई जितेको छ। त्यसै कारणले म यो पार्टीमा प्रवेश गरेको छु। मैले एक दुईवटा इन्डिकेटरहरू पनि हेरेको छु। यो पार्टीको अवस्था के छ भनेर एक दुईवटा इन्डिकेटरलाई पनि हेरेँ। जस्तै म लेटेस्ट इन्डिकेटर यहाँलाई जानकारी गराउन चाहन्छु कि भाद्र 24 गते मुलुक दन्तली बढिरहँदाखेरि सारा पार्टीका नेताहरू ठुलो बसेको अवस्था थियो। तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिलाई अब मुलुक बचाउन तपाईँ आउनु पर्यो भनेर जनता कहाँमा बोक्न तयारमा सहरमा लिएर घुमिराखेका थिए। त्यहीँबाट तपाईँहरू थाहा पाउनुहोस् विश्वास कहाँ रहेछ, आस्था कहाँ रहेछ, परिवर्तनको भाग को बन्न सक्दो रहेछ।